एन्ड नमस्ते गाइज, वेलकम टु माई युट्युब च्यानल राजन आरपी। आज चाहिँ हामी जुम्ला स्थित गोठीचौर जाँदैछौँ होइन त। गोठीचौर जाँदैछौँ। यो खोला नाला हरियाली होइन, यति धेरै राम्रो छ यो होइन त। यहाँ हाम्रो यो यसलाई के भन्छ, के गरे हो, के भन्छ अरे यसलाई, चुक। यहाँ चाहिँ चुक छ है। यस्तो रुखहरूमा चाहिँ एकदम बबाल धेरै चुकहरू हुँदो रहेछ। सो मेरो हातमा चाहिँ चुक छ होइन, यो मेरो हातको चुक एकदम खाँदाखेरि टेस्टी होइन त। एकदम अलिकति खट्टो अमिलो सबै है। बाख्राजी जनता जान्न चाहन्छन्, हजुर के भन्न चाहनुहुन्छ? ओ माई गड, ओ हो यस्तो राम्रो भ्यूहरू छ है, डाँडा पठार होइन त। अनि हामी चाहिँ बाटोमा भएर खोलै खोला आएको के। खोलै खोला आउनुको कारण के त भन्दाखेरि आधी घन्टा भए पनि हामीलाई चाहिँ नि अलिकति छिटो हुन्छ होइन त। अनि छिटो भएको हुनाले हामी आधी घन्टा भयो नि खोलै खोला आएको। उ त्यहाँ चाहिँ चुक टिप्दैछन् है, ढुकमा गएर म देखाउँछु होइन त। हाम्रो टिम हाम्रो आजको हजुर हाम्रो आजको खाना भने पनि पानी भने पनि सहारा चुकको हो है। एकछिन भयो नि बस्नु पर्यो। हामीसँगै चिसो पनि छ, ब्यागमा खानेकुरा पनि छ होइन। कि हाम्रो यहाँ चिसोवाली भाउजू हुनुहुन्छ। ल हामी चाहिँ यहाँ बस्ने निर्णय गऱ्यौँ। हामी चाहिँ यहाँ बस्नुपर्छ अब। हामी यहाँ बस्नुपर्छ अब। धेरै थाकियो, चुकको सहारामा यहाँसम्म पुगियो होइन त। हामी चाहिँ नास्ता खान लाग्यो यहाँ बसेर, धेरै थकाइ लाग्यो होइन। ल कति 1.5 घन्टा भयो दिदी हामी हिँडेको, 1.5-2 घन्टा भयो नि त। हामी हिँडेको 1.5 घन्टा भयो, 1.5 घन्टा भयो खाना खान लाग्यो। अनि यी हाम्रो टोलीहरू रोटी खाँदैछन् यहाँ होइन। यहाँ हामी रोटी खाँदै, रोटी खानुपर्छ, हामी रोटी खाँदैछौँ। हामीले नास्ता खायौँ, खाएर उठा लाग्यौँ होइन त। हामीले यो चुकहरूलाई पनि निकालेर यो हड्केसभित्र हालेछौँ। हामी बिस्तारै अब हाम्रो गन्तव्यतर्फ लाग्दैछौँ। गन्तव्यमा पुगेपछि भेटौँला हामी। यी स्प्राइट त्यसरी मुखमा हाल्दैछन् केटाहरूले है त। यस्तो गर्ने हो, यस्तो गर्ने हो। सो हामीले अर्को खानेकुरा पनि भेटायौँ होइन त। हामीले ओ माई गड वाट के हो यो, कालो कालो छ त ए होइन। यहाँ पनि छ होइन त। पुगिसकेछ। हामी नआएर होला कि नखाएको। ल हामी चाहिँ गन्तव्यतर्फ जाँदैछौँ। हाम्रो यो यात्रा, हाम्रो यो गन्तव्य भनेको चाहिँ गोठीचौर होमा हो। यो दिदी देखाइदिनु त। दुई शब्द यसको नाम के हो दिदी? चित्तो होइन त? हजुर लेफ्ट राइट होइन। हाउ वाज इट? नाइस, एकदम राम्रो छ यो। चट्नीहरू काम आउँछ है यो।
ओके अलिकति कुइन लाग्छ छ हामी चाहिँ यो नदीको छेउ किनार जाँदैछौँ अगाडि चाहिँ हाम्रो बाख्राहरू छ नि हाम्रो टिम नै दिदी भयो यो के हो त्यो पनि त्यस्तै प्रजाति जस्तो छ त्यो खानु हुँदैन यो ओहोको रुगो यो ओहोको रुगो होइन त यो काठे हो घर है सो यहाँ चाहिँ हामी पुग्यौँ भन्दा पनि बाटोमा पुग्यौँ होइन अझै आधी घन्टा लाग्छ यहाँ चाहिँ पानी रहेछ पानी खाँदैछौँ खाने हो होइन थाहा भएन तर उहाँ चाहिँ ओखर झार्दा फेरि हान्नु ढुङ्गा हानेर ओखर झारेर खान् झऱ्यो ए ला मर्यो हामी ओखर झार्दैछौँ अनि यो चाहिँ पानी खाने पानी हो होइन है मेरो जुत्ताको हालत यस्तो भयो ओखर झारेर लिएर आछन् होइन ए हामी ओखर झारेर आछौँ ओखर झोलामा हाल्दैछौँ यी ओखरको बाहिरको त्यो कभर अनि भित्रदेखि ओखर निक्लिन्छ टोलीहरू कहाँ पुगिसक्यो ए कुन बाटो हो अलग हो ओके लेट्स गो है यहाँ चाहिँ हामी माथिँदैछ यिनीहरू यहाँ चलिरहेछन् बाटोमा होइन त राम्रो बाटो पाएन नि कि अहिले उकालो हिँड्न परेन त्यही भएर चलिरहेछन् सो हामी चाहिँ अब आधी घन्टामा पुग्छौँ गरे है यहाँ बस्ने मान्छेहरूलाई सोधेको त्यहाँ पारेको यो छ नि कस्तो राम्रो डिजाइनमा बनेको छ कि यो रुखहरू यो ए सायद मेबी स्याउको रुख होला है मैले ड्रागन फ्रुट भन्न थालेको थिएँ तर सायद होइन स्याउको रुख होला अनि यहाँ यस्तो राम्रो ठाउँ छ त्यहाँ घोडा पनि देखियो कि एउटा म देखाउँछु ल त्यहाँ देखिँदैन यसरी क्यामेराबाट यही माथिर नि यस्तो राम्रो ठाउँ छ माथिर पनि लुकेर भ्यू यस्तो राम्रो भ्यू छ होइन त सो फाइनली हामी चाहिँ यहाँ पुग्यौँ होइन हामी यहाँ पुगिसक्यौँ यसलाई भन्छ गोठी चौर हाम्रो डेस्टिनेसन हाम्रो गन्तव्य हाम्रो यात्रा यहीँसम्मको थियो हामी यहाँ पुग्यौँ है सो फाइनली गाइज हामी चाहिँ गोठी चौर पुग्यौँ है गोठी चौर पुग्यौँ
एन्ड मेरो खुट्टा कस्तो भयो भन्दाखेरि लाइक मेरो खुट्टा म देखाउँछु सो लाइक मेरो खुट्टा यस्तो हुन पुग्यो पानीमा लडियो घुमियो जोस रमाइलो रहेछ एकदम राम्रो रहेछ होइन जुम्लामा हुने सबैलाई चाहिँ एकचोटि गोठी चौर चाहिँ आउनु होला भन्न चाहन्छु र जुम्ला सँगसँगै बाहिर हुने है लाई पनि एकचोटि जुम्ला भिजिट गर्न आउनु होला र जुम्ला भिजिट गर्न आएको बेलामा गोठी चौरलाई चाहिँ नछुटाउनु होला त्यो भन्न चाहन्छु र हाम्रो केटाहरू उ त्यहाँ गएका छन् नदी तार्दैछन् है केटाहरू त्यहाँ छन् सो म फाइनली आज एउटा गोठी चौर घुम्ने सपना पनि आज पुरा भयो होइन त एकदम राम्रो रमाइलो होइन प्राकृतिकले हरियाली एकदम होइन नेचर यस्तो बवाल छ यस्तो राम्रो छ है म अहिले फेरि पनि खोलाको तिरमा आइसकेको छु है अब यहाँदेखि मलाई जान एकदम गाह्रो हुनेवाला छ है त म चाहिँ अलिकति दिमाग लगाउँछु बाटो दिमाग लगाउँछु नि त अलिकति बिच बाटो जान्छु नि त म पनि होइन त यत्रो पानी छ होइन अनि यत्रो पानीमा कसरी जानु हो भिडियोमा हेर्दा शान्त देखिन्छ थोरै देखिन्छ मलाई पनि टाढादेखि हेर्दाखेरि त्यस्तै देखाएको थियो बाटोदेखि हेर्दाखेरि बट गाइज होइन म चाहिँ यस्तो गरेर यसरी त मान्छु यहाँ होइन त यसरी त मान्छु है अब यहाँ चाहिँ मलाई एकदम गाह्रो हुनेवाला छ होइन क्या मलाई समाउन आउन भयो समाउन नै आउँदैन यार फोन जान्छ क्या अहिले फेरि फोन खस्यो भने झ्याउँछ यार आथा चिसो पानी चिसो छ है यहाँको चाहिँ हेर्न सक्नुहुन्छ म चाहिँ हिँडिरहेको छु होइन ओ माई गड सो गाइज म चाहिँ तरेर आएँ है झन्डा बग्यो है म चाहिँ झन्डै बगेको फाइनली तरेर चाहिँ आएँ म होइन तर पनि भिजियो है हेर्न सक्नुहुन्छ यहाँ भिजियो आफू होइन जुत्ताहरू सबै खोलखाल गरेको थिएँ मैले भिजियो यहाँ हेर्दाखेरि सानो देखिन्छ होइन तर एकदम ठुलो छ नदी यस्तो नदीहरूमा हामीले एकदम धेरै तरेर आएको है घुम्नको लागि वास्तवमा हामी आएको यताबाट हो यो बाटोबाट आएको हो अनि त्यसपछि हामी सर्टकट हानेर यतापट्टि जाँदैछौँ हामीलाई पुग्नुपर्ने त अहिले उहाँ हो त्यसपछि म अरू पनि देखाउँदै जान्छु है हाम्रो आजको गोठी चौरको यात्रा होइन हाम्रो गन्तव्य यहीँसम्मको थियो सकियो है त्यति भन्न चाहन्छु है